देशको प्रमुख सुरक्षा संगठन नेपाली सेनाले रणनीतिक महत्त्वका 32 वटा सडक आयोजना सम्पन्न गरेको छ। त्यस क्रममा 1400 किलोमिटर भन्दा बढी सडकको पाइलट ट्र्याक खोली सरकारलाई हस्तान्तरण गरिसकेको नेपाली सेनाको युद्ध कार्य निर्देशक मनोज थापाले जानकारी दिए। राष्ट्र गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोरको खार्पुनाथ स्थित चुवा खोलामा बेली ब्रिज जडानपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। यसमा पनि नेपाली सेनाको योगदान रहेको छ। नेपाली सेनाले हाल खादवारी, किमाथाङका कर्णाली करिडोर, बनेघाट, आरुघाट, लर्क भन्ज्याङ र दार्चुला टिङ्कर सहितका 5 वटा सडक आयोजना अन्तर्गत करिब 274 किलोमिटर भन्दा बढी सडक निर्माण गरिरहेको छ। राष्ट्र गौरवका ती आयोजनालाई तोकिएकै मितिमा सम्पन्न गर्न सेनाले प्राथमिकताका साथ कार्य गरिरहेको निर्देशक थापाले जानकारी दिए। नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौँ तराई मधेस द्रुत मार्ग सडक निर्माणको काम तदारुकताका साथ अघि बढिरहेको उनले बताए। 20 2074 वैशाखमा उक्त सडक निर्माणको जिम्मेवारी सेनाले लिएको थियो। जिम्मेवारी प्राप्त भए पनि विस्तृत आयोजना प्रतिवेदन DPR स्वीकृतिमा समय लाग्दा आयोजनाको काम सुरु गर्न केही ढिलाइ भएको थियो। कुल 70.977 किलोमिटर लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल 43.60 र वित्तीय प्रगति 44.72 रहेको आयोजना निर्देशक धर्मेन्द्र कुमार झाले जानकारी दिए। द्रुत मार्ग अन्तर्गत 87 वटा भन्दा बढी पुल निर्माण गर्नुपर्ने छ। तीमध्ये केही विशिष्ट प्रकृतिका 82 मिटरसम्म अग्ला पुल रहनेछन्। त्यस्ता पुल समेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित आगामी 2083 चैत्र र प्रारम्भिक अनुमानित लागत रु 2 खर्ब 13 अर्ब भित्रै निर्माण सम्पन्न हुने झाले स्पष्ट पारे। यो काठमाडौँ उपत्यकासँग मध्य तराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुनेछ। निर्माणपछि तराईबाट काठमाडौँमा ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गतका 7 वटा सोरुङ मध्ये 2 वटा छिचोलिएको, 2 वटा निर्माणाधीन रहेको र 3 वटाको पोर्टल कार्य भइरहेको सेनाले जनाएको छ। सेनाले आयोजनाको लक्ष्य अनुसार कार्य सम्पन्न गर्न विशेष प्रयास गरिरहेको निर्देशक झाले बताए।